नमस्कार हेलो नमस्कार। सबैजनालाई म सेफ समरको तर्फबाट ह्याप्पी न्यु इयर नयाँ सालको सबैजनालाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अनि हाम्रो साथमा हुनुहुन्छ सेफ सुभाष सेफ ए1को हेड सेफ हुनुहुन्छ। म सुभाष श्रेष्ठको तर्फबाट नि यो नयाँ वर्ष 2022 सालको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज हाम्रो यो सेफ कार्टुन क्लासमा हाम्रो सुभाष सेफले एकजना सेफ प्रकाश कटुवालको आर्ट बनाउनु भएको छ। कृपया उहाँले देखाउन चाहनुहुन्छ। ल हस् त सर, हजुरले एकचोटि देखाइदिनुहोस्। हस्, उहाँले बनाउनु भएको उहाँको प्रकाश सेफ प्रकाश कटुवालजीको 1 नम्बर राम्रो बनाउनु भयो। अनि उहाँले हाम्रो यो सेफ कुवार कार्भिङ सेन्टरको उहाँले नाम पनि राख्नु भएको छ। यति राम्रो राम्रो आर्ट गर्न उहाँ सफल भएर होइन। अनि त्यसपछि मैले हजुरलाई ब्याक क्यामेरालाई देख्न चाहन्छु। अझै राम्रो क्लियर देखिन्छ है। हस्। ल हाम्रो सुभाष सेफजी, हजुरले यो हाम्रो सेफ प्रकाश कटुवालजीको बनाउनु भएको होइन? हजुर हजुर हजुर। अझै यसमा अझै केही कुराहरू, केही थप टिप्पणीहरू केही दिन सक्नुहुन्छ? यसमा अब 100% दिने छैन। हजुर। 100% दिने कोसिसमा छु। हजुर। अब चाहिँ नेक्स्ट टाइममा 100% दिने गरी बनाउन सक्छु भन्ने। हजुरले आज फर्स्ट टाइममा पनि हजुरले उहाँको 80% जति उहाँको फेस राम्रो निकाल्नु भएको छ है। यसको लागि हजुरलाई बेस्ट अफ लक। अनि त्यसपछि हजुरको यसको नेक्स्ट टाइम बनाउँदाखेरि होइन अझै हजुरले यसको 100% निकाल्नुहुन्छ होइन? निकाल्छु अब। हजुर। अनि अरू केही कार्भिङको बारेमा हजुरले अझ केही सिकेछ? यो कार्भिङ यहाँ सम्पूर्ण साथीहरूलाई, सेफ साथीहरूलाई सबैलाई आएर कार्भिङ सिक्नुभयो भने एकदम राम्रो हुन्छ। सेफ फुटबलको यो कार्भिङ सेन्टरमा आउनुभयो भने एकदम आफ्नो प्रतिभाहरू देखाउन सक्नुभयो भने पछिको लागि पनि सेफहरूको लागि काम लाग्छ। हजुरहरूको लागि सम्पूर्ण सेफहरूलाई यहाँ आएर कार्भिङ सिक्नलाई म अनुरोध गर्दछु। हस् त, धन्यवाद। उहाँ हाम्रो सेफ सुभाषजी हुनुहुन्छ, हाम्रो ए1को हेड सेफ। उहाँले यति राम्रो कार्भिङ गर्नुभएको थियो। अस्ति उहाँले बालिनको पनि बनाउनु भएको थियो होइन। अनि त्यसपछि आज हाम्रो प्रकाश कटुवालको बनाउनु भयो। अनि त्यसपछि हाम्रो गोपाल धमालको पनि बनाउनु भएको थियो, हाम्रो धनगढी मिलको होइन। धेरै राम्रो प्रगति गर्नुभएको छ। यो हामीले कार्भिङ जति यसलाई नलिनु कि यसलाई माइन्डमा हामीले यो कार्भिङ सिकिसकेपछि हाम्रो यो हात साफ हुन्छ। कुनै पनि कटिङमा भयो, कुनै पनि केही चिज बोनलेस गर्नेमा भयो, धेरै कुरामा हुन्छ भन्ने पनि यसमा हजुरलाई के लाग्छ? हामीले कति ब्यालेन्स गर्नुपर्छ भन्ने कुरा यसबाट नि सिकिन्छ। त्यसै कारण त हरेक कुराहरूलाई सपोर्ट गर्ने छ यसले। हजुर। कार्य मात्र नभएर हरेक काम गर्दा पनि यसले सबले सपोर्ट गर्छ। सपोर्ट गर्छ। ल त हस् त, धन्यवाद है। ल सेफ। ल उहाँले यति राम्रो बनाउनु भएको छ। ल हस् त, ल एकचोटि